नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले निर्वाचनमा सहभागी हुने गरी दल दर्ता गरेको बताउनु भएको छ। निर्वाचन आयोगमा मंगलबार दल दर्ताको प्रमाणपत्र पाएपछि उहाँले निर्वाचनमा भाग लिने बताउनुभयो। उहाँले माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियान सहित निर्वाचनमा जाने बताउनुभयो। सबै राजनीतिक दलहरूको सहमतिमा निर्वाचन हुने उहाँको विश्वास छ। नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाली जनताको सुख, नेपाली जनताको अधिकार, नेपाली जनताको मुक्ति, हाम्रो देशको स्वाधीनताको लागि धेरै उतार चढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको छ। हामीले सामन्तवाद र विभिन्न खालका दमनकारी सत्ताको विरुद्धमा विद्रोह गर्यौं। हामीले जनताको अधिकारको लागि विभिन्न खालका मोर्चाहरूमा सङ्घर्ष गर्यौं र आज नेकपा माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियान सहित निर्वाचनमा जाने गरी दर्तामा सहभागी बनेका छौं। एउटा नयाँ अभियान सुरु भएको छ।